आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु। आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ। वीर अस्पतालको बर्न युनिटमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा उपचाररत रहँदा नेपालीको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन। चिकित्सकहरूको निरन्तर प्रयासका बावजुद उनको अवस्था थप बिग्रदै गएपछि अन्ततः उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटनापछि वीर अस्पतालको विशेषज्ञ चिकित्सक टोली उनको उपचारमा निरन्तर खटिएका थिए। अस्पताल स्रोतका अनुसार उनको शरीरको विभिन्न भागमा गम्भीर जलन पुगेको थियो भने भित्री अङ्गहरूमा समेत असर परेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। प्रारम्भिक शल्यक्रिया सम्पन्न भए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकहरूले बताएका थिए। गणेश नेपालीको निधनसँगै यो घटनाले फेरि एकपटक राजधानीमा श्रम गरेर जीविका चलाउने हजारौं युवाको अवस्था, सार्वजनिक सेवासँग जोडिएका चुनौती र दैनिक जीवनमा उनीहरूले भोग्ने मानसिक तथा आर्थिक दबावबारे बहस सुरु गराएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म अहिले यो घटनालाई लिएर विभिन्न कोणबाट चर्चा भइरहेको छ। प्रहरीले घटनासँग सम्बन्धित सम्पूर्ण पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ। उता गणेश नेपालीको असामयिक निधनले परिवार, आफन्त र शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ। एउटा काम गरी खाने मजदुरहरू हरूका विरुद्धमा चाहिँ या चाहिँ उनीहरूलाई जसरी हेरेस गर्ने खालको क्रियाकलापहरू गरेको जस्तो अनुभूतिहरू भइराखेको छ। यो राम्रो कुरा होइन। यसले चाहिँ राज्यको दायित्व काम गरी खानेहरूको लागि र जनताको लागि होइन कि भन्ने खालको चाहिँ अवस्थाहरू सिर्जना गर्छ। त्यसले गर्दाखेरि यो खालको अवस्थाको यसको भित्री कुरा उनको परिवारहरूसँग हामीले भेटेका छौँ। उनका परिवारहरूले अहिले पनि मन दुखाइराख्नु भएको छ होइन। र त्यहाँभित्र चाहिँ उहाँहरूको परिवारले चाहिँ राज्यले जसरी योभन्दा अगाडि पनि हाम्रो परिवारलाई चाहिँ त्यो ढङ्गबाट हेरेस भइराखेको यो चाहिँ नगर प्रहरीहरूबाट, महानगर प्रहरीहरूबाट भन्ने खालको कुराहरू आइराखेको छ। र उहाँ मृत्यु हुने जो बिरामी जो वनमा पर्नुभयो र उहाँको चाहिँ उहाँले पनि त्यो आफ्नो बोली हुन्जेलभन्दा अगाडिसम्म पनि आफ्नो परिवारलाई त्यो खालको अवस्था चाहिँ भइराखेको भनेर उहाँहरूले चाहिँ भनिराखेको, उहाँले आफै पनि मलाई चाहिँ यसरी प्रताडित गरिराखेको उहाँहरूकै कारणले भन्ने खालको जुन कुराहरू भइराखेको छ। यो विषयमा चाहिँ राज्यले गम्भीरतापूर्वकै सोचेर गम्भीरतापूर्वकै यसको छानबिन गरेर चाहिँ बाहिर सत्य तथ्य ल्याउनुपर्छ। यो खालको अवस्था रहिरह्यो भनेपछि यसले चाहिँ राम्रो खालको सङ्केत गर्दैन र यसले राम्रो चाहिँ परिणाम पनि दिँदैन। धन्यवाद। यो एउटा दुर्भाग्यपूर्ण घटना हो। किन भन्दाखेरि कुनै पनि काम गरी खानेले जस्तो चाहिँ राइट सेयरिङ भनेको त्यो दुःख गरेर कमाएर आफ्नो परिवार दुई छाक पाल्ने चाहिँ मजदुरहरू हो। र त्यो मजदुरहरूलाई चाहिँ खालि चाहिँ सडक किनारामा त्यो पनि के हो थाहा छैन होइन। सडक किनारामा चाहिँ उनले चाहिँ आफ्नो मोटरसाइकल पार्किङ गरेकै भरमा या चाहिँ कुनै पनि ढङ्गबाट उहाँहरूलाई दुःख दिएर उहाँहरूलाई यो ढङ्गको हेरेस या चाहिँ व्यवस्थित कानुनहरूको चाहिँ कुनै पनि उपाय नखोजिकन जुन ढङ्गबाट चाहिँ उहाँहरूले एकैचोटि चाहिँ उनीहरूलाई चाहिँ अप्ठ्यारोमा पार्ने या चाहिँ हेरेस गर्ने खालको कुराहरू गरिरहेको छ। त्यसैको परिणाम हो यो पछिल्लो चोटिको यस्ता घटनाहरू। धेरै घटनाहरू घटेका छन् र यस्तै खालको चाहिँ हेरेसमेन्टले, राज्यले गर्ने हेरेसमेन्टले जसरी चाहिँ मजदुरहरूलाई या अन्य कुनै पनि चाहिँ काम गरी खाने वर्गहरूलाई चाहिँ त्यो खालको अवस्था भने घटना घट्ने यही खालको हो। त्यसले गर्दाखेरि यसको विषयमा चाहिँ राज्यले चाहिँ गम्भीरतापूर्वक दुईचोटि त्यो भने अनि कसको के भाव भने बाबा मम्मीले राम्रो सम्हाल्नु अनि त्यसपछि उनीहरूले गल्ती थिएन। त्यो उसको व्हिल लक लायो, व्हिल लक लाउँदै अनि ट्राफिक आएर अनि गऱ्यो भने त्यत्तिकैमा उसले गोली उसको बन्द भइसकेको थियो। ट्राफिक भन्यो अब अनि त्यो व्हिल लक लायो भने त्यतिमै उसको गोली बन्द भइहाल्यो। बन्द भइसकेपछि पछि
पछि बढ्ने समय पनि भएन भनेर डक्टर साहबहरू पनि हुनुहुन्थ्यो होइन। उत्तिकैमा मैले यो बिरमा चाहिँ मैले अहिलेसम्म सुनेको म त 72 सालदेखि म यहाँ बस्दै आएको हो। यहाँ अलि म हाम्रो मुखतिरको बिरामीहरू यहाँ बन्डको छैन भन्ने मैले अलिअलि थाहा थियो। यो चाहिँ यो कहिले अलि स्थापना भएर रहेछ। म एकैचोटि लाने भन्ने सोचेर अर्को डक्टर साहबहरू यहाँ छ भाइ ठिक छ त अहिले बरु पछि लैजाउँला, अहिले यस्तो अवस्था छ थोरै सासमा मिलाउन पाए पनि त हुन्थ्यो भन्ने भएर मैले उ गरेँ। यहाँ रहिस चाहिँ आइसियुमा राख्नु, आइसियुमा राखिसकेपछि बेलुकासम्म लगभग 9-10 बजेसम्म त्यस्तै कोही मिडियाहरू होइन आफन्तहरू आउने जाने क्रम जारी रह्यो। पछि 10 बजीतिर होला सायद अनि गृहमन्त्रीज्यू आउनु। 10 बजीदेखि त गृहमन्त्रीज्यू लगायत प्रधानमन्त्रीको सचिवालयको सबै टिमै आउनु भएर रातभरि लगभग खटिनु अनि बाहिर दिने अनि अर्को गर्ने भन्ने ठिक छ भन्ने हो। त्यसपछि बिहानैसम्म बस्नुभयो अनि पछि अब डक्टर साहबले नै मैले उहाँबाट नै सर किन